हेलो गाइस, आज चाहिँ हाम्रो दोस्रो दिन हो। अनि आज चाहिँ बिहान उठेर अनि 10 बजी यहाँ चाहिँ अरू बेला चाहिँ होटल 12 बजीसम्म चेकआउट गर्नुपर्ने थियो। यहाँ चाहिँ के हो यो होटलको रुल हो कि क्या हो, 10 बजी हाम्रो एकोर्डिङ टु बुकिङ होला कसरी गर्यो होइन, त्यो अनुसार चाहिँ हामी 10 बजीको चेकआउट गरेर हामी यहाँ यसो लबी एरियामा बसिरहेछौँ, रेस्टुरेन्ट एरियामा। अनि रुममै मैले कफी खाएँ, उसले टी दिएँ। अनि त्यसपछि हामी पिएर अनि हामीले त्यसकोबाट ग्रेप्सहरू लिएर आएको थियौँ, ग्रेप्स अनि एभोकाडो त्यो खाएर हामी निस्किरहेछौँ। अब आजको ब्लग कस्तो हुन्छ हेर्दै गर्नु होला है त। किप वाचिङ गाइज। त्यो चाहिँ हाम्रो ड्रेसअप चाहिँ यस्तो छ गाइज, यस्तो छ है। अनि म चाहिँ यहाँ ब्याग बोकेर निस्किएको छु, किन अब चेकआउट गरियो नि त। अब त्यसपछि जानुपर्छ बिच एरियामा घुम्न, त्यसपछि चाहिँ अगाडि जानुपर्छ ल है। थ्याङ्क यू ब्रिटानिया होटल्स, थ्याङ्क यू सो मच। ग्रान्ड बस्टिङ होटल्स बिहान आइयो। चिसो छ यार, नुहाउँछु भनेको त चिसो पो छ त हौ। गान्ची त्यही होला नि, कहाँ देखाएको थियो डाँडालाई के भन्ने रहेछ हेर त बुढो। बिहानको भ्युज चाहिँ यस्तो छ गाइस होइन। पानी छैन यहाँ, पानी पुरै डुङ्गा त यस्तो भयो डुङ्गा हेर्नु पानी नै छैन समुद्रमा। यस्तो छ मौसम आज एकदम खत्तम छ, बादल लागेको छ। अब हेरौँ अब जे भए नि राम्रो छ, हिँड्नु पऱ्यो। मिनी स्विजरल्यान्ड चाहिँ ऊ त्यहाँ भन्ने कुरो भयो होइन, त्यही हो जस्तो लाग्यो मलाई ऊ त्यस्तो यहाँले होइन। अब यहाँ जानलाई चाहिँ अब हामी यता जान्छौँ, यता फोटोसोटो खिच्छु भन्छ कान्छी, के गर्ने हो? जाने हो एकछिन जाने, यता जाने अनि उतानिर जाने अनि त्यसपछि उता जाने, त्यहाँबाट स्यान्डी बिचमा जाने हो। ओके हामी यतातिर लाग्यौँ। हिजो हामी उतैपट्टि गएको थियौँ उता साइडमा, अहिले चाहिँ पुलमा बसेको छैन नि त हामी। यहाँ हेर्नु पानी नै छैन, पानी कम छ। पानी आउँदैन बिच साइड। अब यता निस्क्यो, यता छिरेपछि बिच साइड नै गएर आउनु होइन। त्यो ब्याग बोकेर यताउता गएर होइन, अरे बिच साइड जाउँ त्यसो भए हुँदैन। मेन्टेनेन्स भइरहेको छ स्टोन हार्बरमा। त्यही होला रमाइलो छ होइन त कान्छी। यहाँ चाहिँ त्यो टपमा गएको छैन हामी, गएर यतातिर गयौँ हामी हिजो होइन। त्यो चाहिँ हामी बसेको होटल हो। हामी बसेको रुम चाहिँ यहाँ थियो। यो ग्रान्ड बस्टिङको यनको ठ्याक्कै साइडमा हामी यतापट्टि यो रुम थियो हाम्रो, ठ्याक्कै डीको ठ्याक्कै यतापट्टि है त्यो रुम थियो। हामी बस्यौँ पनि, राम्रो होटल रहेछ। अलिकति सेवा सुविधा अलिकति अबोक भए पनि अब के गर्नु, रात बस्नलाई सस्तो ठुला भए पनि राम्रो रहेछ होटल चाहिँ, ब्रिटानियाको रहेछ। अनि त्यही भएर यहाँ मिनी स्विजरल्यान्ड खानु पर्छ होइन। मिनी स्विजरल्यान्ड It's like a little cafe sign. You can't walk where it's a long walk. You're better off driving. हाम्रो चाहिँ यात्रा यस्तो भएछ, ब्याग एउटा छ यी हाम्रो दुईजनाको, अनि हामी चाहिँ यसरी हिँडिरहेछौँ। अनि हाम्रो चाहिँ अब प्लान के भयो भने यसो त्यहाँ बिच एरियामा फोटोसोटो खिचौँ, त्यसपछि चाहिँ हामी माथि के अरे मिनी स्विजरल्यान्ड जाऊँ।
होइन मिनी स्विजरल्यान्डबाट चाहिँ अनि यतापट्टि हामी ओल्ड यो टाउन सेन्टरमा घुमेर अनि सेन्ट बिच जाउँला भन्ने कुरा भएको छ त्यसो भए त ट्राई आवर बेस्ट आवर प्लानिङ होइन होइन अनि त्यहाँ भएर हामी यति त हो नि ओल्ड टाउन त यति फोटोसोटो खिचेर गएर अनि सिधै हामीलाई त मर्मेड बिचमा ल्याइदिन भने भइहाल्यो हुँदैन सन्नी स्यान्ड बिचमा हुन्छ उतानिर हुन्छ हुन्छ त त्यही गर्ने ल त अनि त्यसपछि एकैचोटि हाई स्ट्रिट नजिक छ नि त पहिले त्यो जाऊँ न त हामी फोटो खेल्नु यता खिचनमा रोक न यहाँ मेरो सिङ्गल ल स्टे ट्युन गाइज हामी बसेको होटल चाहिँ यही हो गाइज त्यहाँ चाहिँ आउँदैछौँ कस्तो लागेको छ आनन्द लागिरहेको कसको बर्थडे हो आज मेरो बेबीको खै मेरो मुटुको ह्याप्पी बर्थडे मेरो टुकुलीको बर्थडे हो ह्याप्पी बर्थडे सानो वेलकम थ्याङ्क यू यहाँ एउटा त समात नि यार गाह्रो भयो यसरी हिँडेको हिँड्ने गर्न त गाह्रो हुन्छ एडभेन्सभरि कि अब त घुम्न आएपछि त हिँड्नु पऱ्यो क्या होइन हिजो राति आएको ठाउँ चाहिँ यो हो हामी होइन त्यहाँबाट फोटो खिचेको थियौँ त्यहाँ यत्रो निलोमा फोर्ट स्टोन लेखाएको थियो अहिले चाहिँ लाइट बन्द भयो निलो उज्यालो भएर यहाँ चाहिँ एकदम राम्रो पार्किङ रहेछ ठुलो पार्किङ बनाएर रहेछ यहाँ चाहिँ होइन त हिजो बेलुका यहाँ आएर हामी चाहिँ होटेलबाट निस्केर बिच एरियामा आएछौँ त्यहाँ दुईजना मान्छे भेट्नु भएको थियो उहाँहरूले चाहिँ मिनी स्विजरल्यान्ड जान चाहिँ पहिला बिच एरियामा घुम्नुहोस् त्यसपछि मिनी स्विजरल्यान्ड गएर अनि त्यसपछि टाउन सेन्टर घुमेर अनि त्यसपछि फेरि सेन्टी बिच जानु होला भन्नुभएको अनि अब हिजो हामी राति बेलुका बेलुका आएको थियौँ नि त बिहानको चाहिँ कस्तो अनुभव छ भनेर यसो हेर्न आएको थियौँ अब फोटोसोटो नि खिचौँ होइन त्यो खिचेपछि राम्रो हुन्छ नि त होइन अरू भने चाहिँ सबै ठिकै छ राम्रै छ अहिलेसम्म चलिरहेछ होइन तिमीले कस्तो लागेको छ त्यही होइन पानी शीतल छ नि होइन क्लाउडी छ हेर्नु न कस्तो क्लाउडी छ हेर्नुहोस् त गाइस कस्तो मलाई त तर म स्विमिङ चाहिँ गर्छु गाइस मलाई स्विमिङ चाहिँ गर्न मन छ किनभने अब समुद्रतिर आएपछि अब के हुन्छ डेस्टिनीले अब मेरो बिदा छिटिसक्यो अब एकचोटिको उहाँ अगस्तमा छ अगस्तमा अब के छ कसो छ प्लानिङ के हुन्छ भन्ने कुरो थाहा हुँदैन कल किस्ने के देखाए होइन भन्छन् नि कसले के देखाएको छ र भन्ने कुरा हुन्छ लाउ कान्छे अब यस्तो बाटो हिँडेर अब यस्तो राम्रो बाटो बनाएला अब बिचमा नि यस्तो बाटो राम्रो बनाएला ल हेर्नुहोस् रोडाको बाटा यस्तो बाटो ल गल्फ खेल्ने रहेछ गल्फ बच्चाहरूलाई खेल्ने ठाउँ रहेछ होइन त साउना रहेछ ल जाने हौ त्यहाँ बिचतिर जानु थाल्यो हेर्दैछ कति राम्रो छ किरो आएर यस्तो छैन तर पानी चाहिँ हरियो फुट्यो मोबाइल झारी यसले मोबाइल झारी के भयो भैयारी गरिदिन्छ नि के नभएर हाम्रो भैया छ त तिनजनाको अरू ठिक छ नि डिस्प्ले त छ नि पता हो खै आँखैदेखि न प्रो म्याक्स र गाइस हत्तरी आउँछ ब्राइटनेस कहाँ रहेछ के त्यस्तै हो हातमा कम गरेपछि
कस्तो राम्रो के ठुलो एरिया। हामी यता आएको थिएनौँ होइन। अब अम्फानी हो ऊ त्यो लाइट हाउसमा गएको थियौँ हिजो हामी हो कि न कसो हो त्यहाँ पर छ त्यो ठाउँ चाहिँ यस्तो छ गाइस। माथि चाहिँ यो हेलिकप्टर छ। हेलिकप्टरको आहा भन्नु मलाई नै क्या तिमीलाई आउन खेलौँ यहाँ रमाइलो हुन्छ। एकछिन पौडी खेल्न मन लाग्यो मलाई। खिच्नु पऱ्यो नि खिच्नु पऱ्यो मेरो बुढी झरेको खस्नु है ल बिस्तारै बिस्तारै जुत्ता चित्लेला हामी अब जुत्ता खोल्छौँ जुत्ता खोल्छौँ ल हामी चाहिँ समुद्रको किनारमा आयौँ। अब हामी यता जान्छौँ गाइस। अब कता जान्छौँ त्यहाँ तल पानीमा पानी जान्छौँ है गाइस। हेर्दै गर्नु होला हिजो नि पानीमा गएको थियौँ हामी। आज चाहिँ हामी पुरा फुल्टु म अब ड्रेस चेन्ज गर्छु त्यहाँ जान्छौँ हामी। तिमी यत्तिकै जाने होइन तिमी यत्तिकै जाने नि ल हेर्दै गर्नु है। यो चाहिँ हामी के राख्नु है समुद्रमा गएको राख्ने हुन्न कि ल यति हो हेर्दै गर्नु है। राख्न पनि सक्छौँ है राख्न पनि सक्छौँ है त गाइज। म चाहिँ नुहाइदिएँ है यहाँ अब भिडियो चाहिँ टिकटकमा आउँदैछ मैले नुहाएको चाहिँ अञ्जनी स्मृति अफिसियलमा हेर्न सक्नुहुन्छ युट्युबमा पनि है त गाइज। अब नुहाएको भिडियो के यहाँ पब्लिक गर्नु भनेर अब के गर्नु त्यही भएर कपाल ननुहाएको है रुमाल यसरी देखाउँदिएँ होला। नुहाएँ तर उसलाई सोध्नुहोस् नुहाएको कि मैले गङ्गे हर 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 गरेर नुहाइदिएँ मैले बुझ्नुभयो। मेरा पापहरू सबै अब गए। हामी चाहिँ नुहाइधुवाइ गरेर एकछिन यहाँ यसो साइडमा चाहिँ यसो यो रहेछ के यो बस्ने ठाउँ रहेछ। एकछिन यहाँ आएर समुद्र हेरेर बसिरहेछौँ। एकदम घाम कस्तो भइरहेछ घाम लाएर आँखा हेर्न नहुने बेच्छ भने मेरो नुहाउनै नुन त्यो समुद्रमा पहिलोचोटि नुहाएको नुन हाड चार्दा नुन निलो छ। यसो गर्दा नि नुनै नुन फर्स्ट टाइम ल के वाचिङ गाइस रमाइलो गर्दैछु म नि हेर्दै गर्नु है साह्रै राम्रो छ। यहाँ यस्तो रहेछ यो चाहिँ पुरानो प्लेटफर्म रेलवे नि प्लेटफर्म रहेछ त्यो स्टेसनको होइन। यहाँ चाहिँ अब अहिले चाहिँ यस्तो बस्ने भ्युइङ पोइन्ट भनेर लेखेको छ त होइन। त्यसमा चाहिँ कस्तो भने नो जम्पिङ नो क्लाइम्बिङ। अब हामी त जान्छौँ यहाँनिर जान्छौँ हामी स्यान्डी बिचमा जान्छौँ। होइन त कहाँ जान्छौँ अरे स्यान्डी बिचमा ल होइन चाहिँ हामी ग्राभेल थियो होइन। यहाँ यस्तो रहेछ नो ड्रिङ्किङ अल्कोहल नो लिगल हाई नो बेगिङ नो स्लिपिङ। पानी छैन नो वाटर। पुरै बिहान उठ्दाखेरि पुरै पाइन्थ्यो अहिले एउटा पानी छैन।